हेलो गाइज, मेरो नाम प्रणित अनि वेलकम ब्याक टु आवर न्यू भिडियो। आज हामी खेल्ने गरेको छौँ रोब्लक्समा डोर्स। सो लेट्स डाइभ इन्टु इट। हामी चाहिँ आइसक्यो हाम्रो गेमभित्र। म लिफ्टमा चढिसकेँ। अब लिफ्टबाट तल जानुपर्छ हामी। अनि लिफ्टबाट तल गएपछि चाहिँ के हुन्छ भन्दा फेरि यो गेममा चाहिँ 100वटा ढोका हुन्छ क्या। 100वटा भन्दा नि कतिवटा ढोका हुन्छ त्यो चाहिँ थाहा भएन मलाई, तर ढोकै ढोका हुन्छ। त्यो ढोकाको चाबी खोज्दै जानुपर्छ कि कुनैको चाहिँ चाबी हुन्छ, कुनैको चाहिँ चाबी हुँदैन। अनि त्यही चाबी खोज्दै जानुपर्छ। त्यही हो। कन्फर्म गरौँ। ओ हाम्रो लिफ्ट त डेन्जर स्पिडमा तल गइरहेछ। ओ माई गड के भयो यो? पुरै कालो भयो त स्क्रिन त। द माइन्स। ओके, आवर गेम स्टार्टेड लाइक अ लेजेन्डरी गेम। खै के भन्दा चाहिँ मलाई द माइन्स। ओ यो त नयाँ लोकेसन आएछ त यार है। यो त हाम्रो रोब्लक्समा नयाँ लोकेसन आएछ क्या, रोब्लक्सको डोरमा। यहाँबाट के जानु मिल्छ? जानु मिल्दैन, धन्नै मरेको यार म त्यहाँ गएर। यो लाइटबाट हाम्रो आँखा ड्यामेज भइरहेको छ। यहाँ के पाइन्छ हामीले? ओ माई गड, टुल्स पायो त यार। के हो यो? क्यान्डल। ओके, अरू के हो? ए बन्द गर्ने मात्रै रहेछ यो। क्राउच गर्ने भयो, तल उभिने। तल बस्ने हो, उभिने होइन। यहाँ के छ? ओके, यहाँबाट पैसा पाइँदो रहेछ हामीले। ड्रवर नै ड्रवर छ यहाँ। यो म्याप अलि गाह्रो रहेछ यार। मैले पहिला पनि खेलाएको थिएँ खेल्न त। यो म्याप अलि गाह्रै रहेछ कि। कार्डमा के छ? कार्डबाट अगाडि अझै अगाडि जा। के भयो? डाइनामाइट हाल्ने हो यो डाइनामाइट हो कि क्यान्डल हो भन्ने हो कि? ए उज्यालो भयो हाम्रो गेम यसले गर्दा। यहाँ के छ हाम्रो? यहाँ पनि हाम्रो त्यही क्यान्डल जस्तो छ। केही अरू टुल्स पनि थियो तर त्यो युज गर्न मिलाएन। ओके, मैले यो के हो नै थाहा पाइनँ कि यो। अरू टुल्स पनि देखाएन गाइस। यताबाट यो नि खोलौँ हामी। यसमा के पाइयो? यसमा हेडफोनको ज्याक जस्तो त पाइयो। यो माइक हो। एक्चुअली युज गर्न मिल्छ मिल्दैन? गेट पावर। दिस बटन हैज नो पावर। पावर क्या दिन्छ नि म। एकछिन चाहिँ ढुँडाढाँडी गर्छु म गाइज। खोज्छु एकछिन के पाइन्छ भनेर, अनि भेटौँला। ओके, यहाँ के छ मलाई पनि थाहा भएन है। यहाँ लाइट बलिरहेको हाम्रो। यहाँ के हो चाहिँ भएको थियो कि? कहीँ पनि के गर्ने मिलाएन त हामी के गर्ने हो? हामी यही लिफ्टबाट आयो, लिफ्टबाट तल गइसक्यौँ हामी। यो बट्टामा के छ हेरौँ। यो बट्टामा हाम्रो लाइटर रहेछ। लाइटरमा पनि उस छ। यहाँ हामीले के पायौँ भन्दा फेरि एउटा लाइटर पायौँ। लाइटरलाई लाइट गर्न त मिल्छ तर हाम्रो एनर्जी सकिन्छ। यो एनर्जी देखायो हाम्रो। कसको आवाज त आइरहेछ यहाँ गेमभित्र, तर के गर्ने हो मलाई थाहा भएन है गाइस। ओ यहाँ लुक्न मिल्दो रहेछ। बाहिर निस्किहालौँ। यो गेममा चाहिँ धेरै बेर लुक्नु हुन्न है, त्यो चाहिँ याद गराउनु पऱ्यो अलि।
ओके 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 तार्ने तार्छ कि तार्ने तार्छ यहाँ के छ यहाँ के पनि रहन्छ यहाँ हाम्रो पानी छ पानीमा हिँडिरहेछौँ हामी अहिले त गेमको ग्राफिक्स अलि लो भएको कारण पानी देखा होइन डेन्जर यार गेम त तर के गर्ने चाहिँ थाहा भएन कि मोमेन्टम बनाएर यसलाई माथि ल्याउनुपर्छ गाइस यु शुड ट्राई एन्ड हमने त यही गरेर हामी यसलाई अगाडि पछाडि गरौँ त एकचोटि के हुन्छ यता अगाडि लिएर जाऊँ फेरि पछाडि लिएर जाऊँ फेरि उता लिएर जाऊँ यहाँ हामीले पैसा मात्रै पाइरहेछौँ एउटा हिन्ट दिए त हुन्थ्यो यसको पावर सप्लाई कहाँबाट छ हेर्नु पर्यो क्या हामी गाइज यता पनि एउटा बट्टा छुट्याएर छ हैन बट्टाभित्र के पाइन्छ हेरौँ हामी सबै हेर्दै नहेरिने हामी यार ओके गाइज मैले के पाएँ ओके ओ माई गॉड यु क्यान प्लग दिस टु इन द स्लट ओके हामीलाई एउटा त्यो चाहियो के अर्को नि एउटा त्यही चाहियो हामीले त्यो पाएको थियो नि त बट्टाभित्र 6वटा हामीसँग लाइटर भइसक्यो डाइनामाइट जस्तो एउटा हामीलाई उस चाहियो कि मैले बल्ल बुझेको गेम यार त्यो माइक जस्तो थियो नि त हामीले पाएको थियो नि त त्यही माइक जस्तो हामीले ल्याएर यहाँ जोड्नु पर्यो कि अनि बल्ल यो लिभर अन हुन्छ अनि 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 लिभर अन भएपछि बल्ल हामीले त्यो गेट खोल्न सक्छौँ अनि बल्ल अर्को गेट भित्र जान मिल्छ मैले बुझेँ लेट्स चाबी पाएनौँ हामीले काँटी साटी छ यहाँ यहाँ के छ यहाँ नि पैसा रहेछ यहाँ के पनि छैन यहाँ पनि के पनि छैन यो भित्र के कामको सामान पाए त हुने गाइस यहाँ पनि अरू के पनि छैन है त हामी याद गरेर राखौँ यहाँ के त पाएँ मैले ओ माई गॉड गाइस पाएँ मैले पाएँ यस 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 अब हालिदिउँ यसलाई यहाँ होल्ड गरौँ हाम्रो लिभर चालु अब अगाडिको हाम्रो गेट खुल्ला भयो अब हामी कार्डबाट जान मिल्छ कि मिल्दैन भन्ने यो कार्डको काम लिन्छ कि हामीलाई झुक्काउन जाँदा त त्यस्तै लाग्यो है मलाई चाहिँ अब चाहिँ पावर आयो होला ओके गाइज हाम्रो सेकेन्ड गेट खुलिसक्यो यस ए हो नि त दिमागको खेल यहाँ चाहिँ गाइज भूत पनि आउँछ म अहिलेदेखि भनिदिन्छु हजुरहरूलाई यो कार्डबाट के गर्ने हो लिभर चेन्ज गर्नुपर्छ हामीले यतापट्टि के छ यतापट्टि केही पनि छैन यतापट्टि हाम्रो कार्ड बाहिर जान्छ धेरै जग्गाले भने पहिले लिभर चेन्ज हानिदिउँ ओके पहिला यहाँ के छ हेरौँ त यहाँ त लुक्न मिल्छ धेरै बेर लुक्नुहुन्न किन लुक्नुहुन्न पछि देखाउँछु म यहाँ नि लुक्ने हो यहाँ के हो यहाँ पैसा छ यहाँ के हो यहाँ के पनि छैन यहाँ पनि के पनि छैन यहाँ
यहाँ चाबी चाहिन्छ हामीलाई, के को चाबी हो आई डोन्ट नो। यहाँ पनि के पनि छैन, यो डग टेप पनि उठाउन मिल्दैन हामीले। ओ यो नि लुक्ने ठाउँ हो। के हो यो चाहिँ? डेन्जर छ यार यो गेम त यार। यो हामीले बट्टा फुटाल्न मिल्दैन, बट्टा फुटालेर नि के गर्ने हो र गर्न त। यो कार्डले यहाँ फुटाल्न मिल्छ। ओके हामी कार्डबाट फुटालिदिउँ पहिला, अरू त काम रहन्छ हाम्रो। यस 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 ओके गाइज, हाम्रो अर्को डोर पनि अनलक भइसक्यो। तर अर्को डोर हो कि होइन मलाई थाहा भएन है। के छ यहाँ? क्यान्डल छ, क्यान्डलले लाइट हुन्छ। अर्को पालिदिउँ। ओके अलि उज्यालो भयो, अँध्यारो भयो, उज्यालो भयो। अब यहाँ लुक्न मिल्ने हो। यहाँ के छ? यहाँ उस गोली छ क्या, त्यो भूतलाई हान्ने गोली छ। तर हामीसँग बन्दुकै छैन केही पनि। यसमा के छ? यसमा नि केही पनि छैन। यसमा हेरौँ, यसमा के छ? यसमा नि क्यान्डलै रहेछ। म त नयाँ आइटम पाएछु भनेको, होइन रहेछ नयाँ आइटम पाएको गाइस। ए यो क्यान्डल यहाँ बालेर छोड्न मिल्दो रहेछ नि त। यस यस बल्ल बुझ्दै गएको छु म। यहाँ बाल्नु पर्छ जस्तो लाग्दैन मलाई। हामी अगाडितिर जाऊँ। अब नम्बर 102 आफै खुल्यो। यसलाई यहाँ राखिदिउँ। ओके अब यहाँ पहिले यो खोलौँ। यसमा पनि के पनि छैन। यसमा क्यान्डलले चाहिँ यो बन्दुकको गोली उठाउन मिल्दैन। यसमा पनि के छ? यसमा के पनि छैन। हामी खोज्दै जाऊँ। यसमा नि के पनि रहन्छ। यसमा लुक्न मिल्ने हो। यसमा के पनि छैन। यसमा पनि के पनि छैन। यसमा हेरौँ, यसमा पनि के पनि छैन। यसमा के पनि छैन भन्दा नि हामीले एउटा लाइटर क्यान्डल त पायौँ, तर त्यस्तो खास आइटम पाएनौँ के। हामीसँग लाइटर पनि छ है, क्यान्डल सकिएको अवस्थामा। के पनि छैन यहाँ। यो क्यान्डल उठाएर हिँड्नु मिल्दैन नि। एकचोटि ट्राई त हान्दिउँ कि मिल्दैन। ओके गाइज, यहाँ लाइट छ। लाइट हामी आउने बित्तिकै सानो भए कि के हो? होइन सानो भएन। अर्को गेट पनि अनलक भइसकेछ, त्यसकै आवाज आयो अघि। यहाँ के छ? यहाँ के पनि रहन्छ। यहाँ पनि केही पनि छैन। यहाँ पनि केही पनि छैन। यो ढोका बन्द छ, हाम्रो ढुङ्गाले च्यापेर राखे है। नम्बर 14 होइन 4 म 14 रहेछ यार मुला। 10/10 भइसक्यो। एउटा यहाँ हालिदिउँ। यहाँ त निलोको भएको छ यार गाइस। तर यहाँ भूत आउनु चाहिँ गाइस एकचोटि मर्छौँ फेरि हामी। एकचोटि मर्ने बित्तिकै सकियो भन्ने नि हुन्छ। त्यही हो यो गेमको रुल कि हामीसँग ब्लक्स फ्रुटको कोइन हुनुपर्छ। ब्लक्स फ्रुटको कोइन र रोब्लक्सको कोइन हुनुपर्छ। त्यो रोब्लक्सको आइकन जस्तो भएको कि चाहिँ अर्को गेम खेल्नुपर्छ। त्यो भूत आउँदा चाहिँ के हुन्छ भन्दा फेरि लाइट फ्लिकर हुन्छ क्या हाम्रो। यहाँ चाबी छैन हामीसँग, त्यही भएर केही पनि गर्न मिल्दैन। यतापट्टि एउटा कोठा रहेछ, त्यो कोठामा हामीले केही पनि पाएनौँ खास त्यस्तो। यतापट्टि केही छुट्यायो कि भनेर हेरौँ, तर यही कोठाबाट आयो हामी। यतापट्टि केही पनि रहन्छ। अर्को कोठामा जाऊँ। अर्को कोठा नम्बर 4 104 मा पुगिसक्यौँ हामी। यो ढोका खोलिदिउँ। यहाँ लुक्न मिल्ने हो। यो क्याबिनेटमा के छ हेरौँ। ओ माई गड, खालि लुक्या मात्रै गरेर यो मान्छे। Something is stopping me from hiding रे। What is stopping? को आउनु लारन? केही त छ के त्यहाँ गाइज। लास्टै डर लाग्दो भयो क्या त सिचुएसन। Someone is stopping me from hiding रे। ओ माई गड, बल्लको इन्ट्रेस्टिङ भएको त गाइज। नम्बर 103 मा गइसक्यौँ हामी। यहाँ अघि नै आयो। यहाँ चाहिँ अलिक काण्डा छ। 103 बाट 102 मा आइपुग्यौँ हामी। भनेको मतलब हामी उल्टो हिँडिरहेछौँ। अब 103 बाट 104 मा जानुपर्छ हामी। 104 खै
104 यहाँ छ भनेपछि यतापट्टि someone is stopping me from hiding भन्दैछ यतापट्टि के पनि छैन यार गाइस पुरै जाल छ यार यहाँ त हाम्रो लाइभ घटिसकेछ हामीलाई के भयो अघि यहाँ हाइड गर्न मिल्दैन यहाँ पनि त्यही हो यो ढोका खोलौँ यहाँ भित्र के पाइन्छ ओ माई गॉड यहाँ चाहिँ अलि काण्डै हुन्छ जस्तो लागिरहेको मलाई गाइस आवाज त आइरहेको बाहिरको आवाज आयो 10/10 भइसक्यो यहाँबाट छोडिदिउँ ओ दुईटा लियौँ यार हामी बाहिर निस्किम हामी धेरै बेर लुक्न मिल्दैन कि अघि धेरै बेर लुकेर होला कि कस्तो बाले गरेको मुला यो बट्टाहरूभित्र के पनि छैन हाम्रो लाइट हो यो चाहिँ डिफ्रेन्ट कलरको लाइट बल्दो रहेछ त हाम्रो गेमको खतरा चिज हो थ्याङ्क्स टु द डेभलपरले यस्तो गेम बनाएकोमा मैले के पाएँ लाइट पाएँ फेरि यतापट्टि होल्ड गर्नुपर्छ यो नि बन्द छ हामीले चाबी केही पनि पाएको छैनौँ यहाँ लाइटरले त ताला पक्राउन मिल्छ नि त है लाइटरले ताला पक्राउन त मिल्छ तर यो गेम हो गेममा जे पनि गर्न मिल्दैन ओ माई गॉड समथिङ इज स्टपिङ मी फ्रम हाइडिङ भनेको मतलब यसमा त्यो रहेछ कि त्यो भूत रहेछ मलाई यसमा चाहिँ लुक्न मिलेन भने चाहिँ हामीले जहाँ हामी लुक्यो त्यहाँ त भूत आउँदो रहेछ क्या यहाँ चाहिँ हामी कहाँबाट आयो यताबाट आयो होइन जहाँ लाइट छ त्योबाट थाहा पाउँछ हामी कहाँबाट आयो भनेर एउटा लाइट यहाँ हालिदिउँ लाइटै लाइट चाहिँदो रहेछ हामीलाई गाइस के आवाज आएको जस्तो लाग्यो यार खुट्टा हिँडेको यार आफ्नै आवाज आयो कि अरूको आवाज आयो त्यो चाहिँ थाहा भएन ओ भुतायो गाइस भुतायो किन भुतायो भन्दा फेरि त्यो लाइट उस भएको आवाज आएको थियो कि लाइट फुटेको आवाज आएको थियो लाइट फुटेको आवाज आउने बित्तिकै त्यो भुत आयो भन्ने हो कि ओ आयो कसम लाइट फुट्या थियो फुट्न त के भयो यार लाइट फेरि यहाँको केही पनि खाएन लाइट फुटेको आवाज आएको थियो म साइको भयो त यार लास्ट इयर डर लागिसक्यो गाइस यस्तो हरर गेम मात्रै खेलिरहेको छु म किनभने हरर गेममा धेरै भ्युज आउँछ यो बन्द गर्न मिल्दैन नि छ्या छिटो खुलेको यो ढोका हामी कहाँ कुदिरहेछौँ यहाँ रातो बक्सा पायौँ रातो बक्साभित्र दुईटा लाइट पायौँ एउटा लाइट यहाँ हालिदिउँ यो भित्र के छ भने हेर्ने हो त्यो भित्र पनि के पनि रहेछ त्यो हाम्रो उस पनि खाली रहेछ यसमा के छ यसमा के पनि छैन यताबाट अर्को कोठामा जान मिल्छ तर अहिले नजाम अहिले के छ हेरौँ पहिला यता खोजेर आऊँ यता के छ यता पनि के पनि रहन्छ यता पनि के पनि छैन अर्को ढोका पनि रहेछ यहाँ कतिवटा ढोका हो गाइस कहाँबाट कहाँ जान मिलाएको यहाँ चढ्ने कि नचढ्ने भन्ने हो ओ माई गॉड एनिमेसन What is this? भयो गाइस केही नगरौँ हामी त्यहाँबाट जम्प हाने भए हाम्रो हेल्थ पुरै घट्थ्यो होला ओके गाइस लास्टै डर लागिसक्यो गाइस यार के गर्ने होला यहाँबाट केही जान मिल्दैन हामीसँग ह्यामर भयो भने त के गर्न मिल्थ्यो होला डेन्जर छ ओके सुट्टा हैन यार त्यो गोली हो सुट्टा भन्दैछु म द डोर्स हजुरहरूलाई खेल्न मन लाग्छ भने द डोर्स हो यो रोब्लक्स भित्र गएर द डोर्स भनेर सर्च गर्नुहोस् होला म प्रमोसन त गरिदिइरहेको छु तर मैले खेल्ने गेमको मात्रै गरे हो यतिकै गर्दिनँ यहाँ हामी लाइट बाल्दिउँ बाल छिटो भाइ बाल यार के हेरेर बस्यो यार लाइट यहाँ पनि के पनि छैन त्यो अघि हामीले खोलिसक्यो हो यो कार्टलाई उता हामी कहाँबाट आयो भने बिर्सियौँ कि अब हामीले
यो हेर्नु यो यस्तो थियो र नि यही त हाम्रो नम्बर बदलिदियो त्यसले भूतले हामी कहाँ गएर छ मेरो पुरै शरीर कापिरहेछ यार खोइ नम्बर फेरिदियो गाइस नम्बर फेरिदियो यो कार्डको हामीले काम देखेनौँ उता गयो त्यो फेरि यस एक सय 7 यहाँ छ तर हामी खोजौँ के पाइन्छ कि 106 अहिले हामी कहाँ जाने हो 106 नै जाम पहिला गाइस 107 गो गर्नुहुन्न पहिला 106 को ढोका नखोलिकन ओ माई गॉड गाइस आई सी यू हामी लुक्ने ठाउँ खोज्नु पर्यो छिटो भन्दा छिटो हामी डरेर छौँ म डरेर छु गाइस यतापट्टि के पाइन्छ आइसियू त भने त्यसले तर के पनि आएन आउनु त ए हाम्रो हेल्थ फुल भयो त्यहाँ हाम्रो ब्यान्डेज पायो होइन यतापट्टि के छ यतापट्टि पनि लाइट छ लाइट हालिदिउँ यार बरु यार डर लाग्यो लास्टै यता पनि एउटा लाइट हालिदिउँ सबैतिर उज्यालो बनाइदिउँ यो बट्टातिर के छ हेरौँ यो बट्टा खोल्न मिल्दैन यो नि खोल्न मिल्दैन यो खोलिसक्यो हामीले यतापट्टि के छ हेरौँ हामी लाइट लिएर गइरहेछौँ यहाँ के पनि रहन्छ बेकार हामीले लाइट फालिदियौँ त्यहाँ यो ढोकातिर के छ हेरौँ यहाँ पैसा पायौँ हामीले पैसाको के काम लाग्छ पनि थाहा छैन मलाई गाइस ओ माई गॉड यो त पुष्प पूर्णिमाले यार पुष्प पूर्णिमा छ हामीले यहाँ लाइट फालिसक्यौँ 106 मा जानुपर्ने ए भुताए कसम भुताए So you have conquered the hotel and made this far. Congratulations and welcome. Congratulations and welcome. Okay, you died to dread again. Again? What? And the point of marathon. Dread struck at midnight. Check clock to see the time. If there are no clocks, watch out for air turning cold. You have done great, don't give up. Rescue you and I don't know. What a minute. Oh my god guys, के खेलियो यार मेरो दिमाग ह्याङ भयो सो गाइज आजको यो भिडियोमा यति नै यो भिडियो राम्रो लाइक गरिदिनुस् च्यानल अनि सब्स्क्राइब गरिदिनुस् अनि बेल आइकन पनि अल गरिदिनुस् मेरो सबै भिडियोको लागि नोटिफिकेसन पाउनको लागि अनि आजको लागि यति भन्दै म भन्न चाहन्छु बाइ बाइ थ्यांक्स फर वाचिङ